अब हामीले कहिलेकाहीँ वाइनहरू खान मिल्छ कि मिल्दैन, मदिरापान गर्न मिल्छ कि मिल्दैन, अथवा हजुरको चाहिँ स्मोकिङको ह्याबिट छ भने गर्न मिल्छ कि मिल्दैन। अब यो त सबैलाई अवगत भएकै कुरा छ कि हामीले प्रेग्नेन्सीमा चाहिँ रक्सी पनि खानु भएन, हजुरको सिगरेट पनि स्मोक गर्नु भएन। यसले चाहिँ बच्चामा नकारात्मक इफेक्ट ल्याउँछ हैन। अब स्मोकिङ चाहिँ म कम्प्लिटली नो नै भन्छु हैन। इभन प्यासिभ स्मोकिङ, जहाँ चाहिँ प्यासिभ स्मोकिङ भनेको चाहिँ हजुर रुममा हुनुहुन्छ र अरू कसैले स्मोक गरिरहेछ भने पनि त्यस्तो रुममा चाहिँ बस्नु भएन हजुरले, किनभने त्यो प्यासिभ स्मोकिङ भनेको अरूले स्मोक गर्दा पनि त्यो धुवा त हजुरले सासको मार्फत लिइरहनु भएको छ, त्यो लिँदाखेरि पनि बच्चामा अफेक्ट हुन्छ। त्यही वरिपरि कसैले स्मोकिङ गरिरहेछ भने पनि त्यो ठाउँबाट चाहिँ हजुर उठेर जानु, या जसले स्मोक गरिरहनु भएको छ उहाँलाई स्मोक गर्न नभन्नु है। अब आउँछ कुरा मदिरापान गर्न मिल्छ कि मिल्दैन। त्यो मदिरा सेवनको कुरा गर्दा चाहिँ कोही चाहिँ अब सोसियली कहिलेकाहीँ साथीभाइसँग जङबट हुँदा खाने हुन्छन्, कोही चाहिँ अब दैनिकै खाने हुन्छ। अब दैनिक खानेलाई त अभियसली कम्प्लिट बन्दै गर भनेर भन्नुपर्ने हुन्छ, र कोही चाहिँ अब जस्तै प्रेग्नेन्ट हुनुहुन्छ, कहिलेकाहीँ साथीभाइसँग बस्दाखेरि खान मन लाग्ने हुन्छ, त्यस्तो कन्डिसनमा 1-2 सिपले केही फरक पर्दैन। तर त्योभन्दा बेसी चाहिँ हजुरले मात्रा बढाउनु चाहिँ हुँदैन, सकेसम्म नखाँदा नै बेटर भन्छु म चाहिँ।